एकैचोटि 2टा बाइक कुदाउन सकिन्छ? उहाँले त 4वटा कुदाइराख्नु भएको छ। के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई त्यहाँ? 4वटा मेरो सल्लाह सक्ने अवस्था मेरो सल्लाह उहाँलाई के छ भने हैन, तपाईले तुरुन्तै मन्त्रालयहरू तपाईको चाहिँ नि के अरे मा चाहिँ मन्त्रीहरू एपोइन्ट गर्नुपर्छ। प्रधानमन्त्रीज्यूको असक्षमता हो नि त त्यो त। त्यो पार्टीभित्रै पनि तपाईँको चाहिँ नि एक खालको असन्तुष्टिहरू अब बिस्तारै बिस्तारै बाहिरै हैन प्रकट हुने सम्भावना मैले देख्छु। 5-6वटा मन्त्रालय कसले खप्टाएर बोक्नु लाग्यो हैन? त्यत्रो 2/3 नजिकको बहुमत पाएर आएको चाहिँ नि के अरे पार्टीमा युवा एकसायक मान्छेहरू छन् नि त्यहाँ। सबैले एउटा एउटा मन्त्रालय दिनु, आफू आरामले बस्नु। कार्यपालिकाको अरू तमाम कामहरू हुन्छन्, उहाँको व्यस्तता पनि त्यही किसिमको होला सम्भवतः। प्रधानमन्त्री व्यवस्थापिकामा उपस्थित नहुनुको कारण कतै कार्यपालिकाको भार अलिक बढी नै भयो। उहाँले 4वटा मन्त्रालय सम्हाल्नु भएको छ। त्यो पनि अहिले भर्खरै मैले चाहिँ नि हैन, अन्त्यमा मेरो बोल्ने समय त थिएन आज, तथापि मैले त्यो उठेर चाहिँ नि अब माइक थिएन, बिना माइकको भने मैले प्रधानमन्त्रीज्यूको असक्षमता हो नि त त्यो त। 5-6वटा मन्त्रालय कसले खप्टाएर बोक्नु लाग्यो हैन? त्यत्रो 2/3 नजिकको बहुमत पाएर आएको चाहिँ नि के अरे पार्टीमा युवा एकसायक मान्छेहरू छन् नि त्यहाँ। सबैले एउटा एउटा मन्त्रालय दिनु, आफू आरामले बस्नु हैन? सबै काम जति आफूले होल्ड गर्ने हैन? एकैचोटि 2टा बाइक कुदाउन सकिन्छ? उहाँले त 4वटा कुदाइराख्नु भएको छ। के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई त्यहाँ? 4वटा मेरो सल्लाह उहाँलाई के छ भने हैन, तपाईले तुरुन्तै मन्त्रालयहरू तपाईको चाहिँ नि के अरे मा चाहिँ मन्त्रीहरू एपोइन्ट गर्नुपर्छ। किन उहाँको के छ त्यहाँ? उहाँको भिजन के हो? खासमा 4वटा तपाईँले भन्नुभयो गाडी कुदाउन सकिँदैन, त्यो 4वटा बाइक एकैचोटि कुदाउन सकिन्छ उहाँले किन कुदाउँदै हुनुहुन्छ जस्तो लाग्छ तपाईँलाई? त्यो चाहिँ उहाँको असक्षमता हो। मैले बुझ्दा त्यो पार्टीमा संवाद छैन। आज मैले पहिलोचोटि संसदमा थुप्रै रासपाका सत्तारूढ दलका सांसदहरूले सरकारप्रति आलोचनात्मक टिप्पणी गरे हैन, विकासका कुरादेखि लिएर हरेक कुरामा पहिलोचोटि मैले आज सुने। त्यो पार्टीभित्रै पनि तपाईँको चाहिँ एक खालको असन्तुष्टिहरू अब बिस्तारै बिस्तारै बाहिरै हैन प्रकट हुने सम्भावना मैले देख्छु। राष्ट्रपाभित्रै त्यहाँभित्र सबैले के भन्छन्? उहाँ त्यहाँका सांसदहरू तपाईँलाई के आएर के भन्छन्? हैन, त्यहाँ सुनिन्छ नि त, अभिव्यक्तिमा सुनिन्छ नि, अभिव्यक्तिमा सुनिन्छ। करार सरकारलाई थर्काइराखेको देख्छु हैन। राष्ट्रपाकै सांसदहरूले सरकारलाई सरकारको कामकाज किन यस्तो भयो उस्तो भयो भन्ने हिसाबबाट हामीसँग संवाद गर्दा गर्दा एकदम डिफेन्सिभ देखिन्छ। राष्ट्रपाका सबै सांसदहरूले चाहिँ सरकारका वाहवाही त्यो त उहाँहरूलाई के अरे दिएको छ, तर त्यो कतिन्जेल होला संवादहीनता त्यहाँभित्र छ जस्तो मलाई लाग्छ। त्यसको कारणले गर्दाखेरि मन्त्री परिषद पनि अहिलेसम्म के अरे तपाईँको विस्तार हुन सकेन हैन। अनि मन्त्री परिषद विस्तार नहुँदाखेरि चाहिँ प्रधानमन्त्रीलाई धेरै लोड छ अहिले, स्वाभाविक रूपमा हो हैन। अब एकजना मान्छेसँग मात्रै भेट्नुपर्ने मान्छे चाहिँ 10जना मान्छेसँग एकैचोटि बात मार्नुपर्ने अथवा भेट्नुपर्ने त धेरै इन्गेज भयो नि त। त्यो कारणले गर्दाखेरि पनि हैन, राज्य व्यवस्था लगायत विभिन्न समितिहरूमा पनि उपस्थित हुन नसकेको, सदनमा अहिलेसम्म आएर बोल्नुपर्ने हो, यो अचम्म लाग्दछ। यो नेपालको इतिहासमै नभएको कुरा भइरहेको छ।